वर्तमान समयमा विश्वमा तीव्र रूपमा जनसङ्ख्या वृद्धिसँगै शहरीकरण पनि विस्तार भइरहेको छ। यसै क्रममा आजको यस भिडियो अन्तर्गत रहेर म तपाईलाई विश्वका 10 जनसङ्ख्याका आधारमा ठूला सहरहरूको बारेमा जानकारी दिनेछु। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। त्योभन्दा अगाडि भिडियोलाई एक लाइक गर्नुहोला, च्यानलमा नयाँ छन् च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला ताकि आगामी दिनहरूमा पनि यस्तै जानकारीमूलक भिडियो तपाईहरुको लागि ल्याइराख्नेछु भन्दै लागौं आजको भिडियोतर्फ। नम्बर 1 मा रहेको छ टोकियो सहर। जापानको राजधानी एवं विश्वकै धेरै जनसङ्ख्या भएको यस सहरमा करिब 3 करोड 15 लाख भन्दा धेरै मानिस बसोबास गर्दछन्। यस सहरलाई विश्वकै महँगो सहर भनेर पनि चिनिने गरिन्छ। त्यसैले धेरै जनसङ्ख्या भएको सहरको नम्बर 1 मा टोकियो सहर पर्दछ। नम्बर 2 मा रहेको छ मुम्बई सहर। भारतको महाराष्ट्र प्रदेश अन्तर्गत पर्ने यस सहरमा पनि अत्याधिक जनसङ्ख्या रहेको छ। यस सहरमा पनि करिब 2 करोड 75 लाख भन्दा धेरै जनसङ्ख्या रहेको छ, जसले गर्दा विश्वको धेरै जनसङ्ख्या भएको सहरको दोस्रो नम्बरमा पर्न सफल भएको छ। त्यस्तै गरी नम्बर 3 मा रहेको छ साङ्घाई सहर। चीनको सहरमध्ये साङ्घाई सहर पनि धेरै जनसङ्ख्या हुने सहरमा पर्दछ। यस सहरमा पनि करिब 2 करोड 45 लाख भन्दा धेरै जनसङ्ख्या रहेको छ, जसले गर्दा विश्वको धेरै जनसङ्ख्या भएको सहरको तेस्रो नम्बरमा साङ्घाई सहरलाई लिने गरिन्छ। यस्तै गरी नम्बर 4 मा रहेको छ साओ पाउलो सहर। ब्राजिलको प्रमुख सहरहरूमध्ये एक सहर साओ पाउलो सहरलाई पनि लिन्छ। यस सहरको जनसङ्ख्याको कुरा गर्दा करिब 2 करोड 40 लाखको हाराहारीमा यस सहरमा जनसङ्ख्या रहेको अनुमान गर्न सकिन्छ। नम्बर 5 मा रहेको छ कायरो सहर। इजिप्टको राजधानी समेत रहेको यस सहर पनि धेरै जनसङ्ख्या भएको सहरमा पर्दछ। नाइल नदीको किनारमा अवस्थित यस सहरमा पनि करिब 2 करोड 25 लाखको हाराहारीमा जनसङ्ख्या रहेको अनुमान छ। नम्बर 6 मा रहेको छ बेइजिङ सहर। चीनको राजधानी एवं प्रमुख सहरहरूमध्ये बेइजिङ पनि पर्ने गर्दछ। चीनको पर्यटकीय एवं प्रमुख महत्त्व बोकेको यस सहरको जनसङ्ख्याको कुरा गर्दा यस सहरमा करिब 2 करोड 20 लाखको हाराहारीमा जनसङ्ख्या रहेको छ, जसले गर्दा विश्वको 6औं नम्बरमा यस सहरलाई उभ्याएको छ। नम्बर 7 मा रहेको छ दिल्ली सहर। भारतको राजधानी एवं प्रमुख सहरहरूमध्येमा पर्ने यस सहरमा पनि धेरै जनसङ्ख्या रहेको सहरमा पर्दछ। यस सहरको जनसङ्ख्या करिब 2 करोड 10 लाखको हाराहारीमा रहेको छ। त्यसैले धेरै जनसङ्ख्या हुने सहरको सूचीमा 7औं नम्बरमा दिल्ली सहरलाई मानिन्छ। नम्बर 8 मा पर्न सफल सहरको नाम हो गोन्जाऊ सहर। चीनको प्रमुख सहरहरूमध्ये यस सहर विश्वको ठूलो सहरमा पनि 8औं नम्बरमा पर्न सफल भएको छ। यस सहरको जनसङ्ख्याको कुरा गर्दा करिब 1 करोड 90 लाखको आसपासमा यस सहरमा जनसङ्ख्या रहेको छ। चीनको दक्षिण पूर्वी भागमा अवस्थित यस सहर चीनको प्रमुख सहरहरूमध्येमा पर्दछ। नम्बर 9 मा रहेको छ पाकिस्तानको कराची सहर। अरब सागरको किनारमा अवस्थित यस सहर पनि पाकिस्तानको प्रमुख सहरहरूमध्येमा एक हो। यस सहरको जनसङ्ख्या करिब 1 करोड 75 लाख भन्दा माथि नै रहेको छ। नम्बर 10 मा रहेको छ किन्सासा सहर। यो सहर कङ्गोमा पर्दछ। आर्थिक रूपले निकै नै पछाडि रहेको कङ्गोमा जनसङ्ख्याको दृष्टिकोणले भने यस किन्सासा सहरलाई विश्वको 10औं ठूलो सहरमा मान्न सकिन्छ। यस सहरको जनसङ्ख्याको कुरा गर्दा 1 करोड 70 लाख भन्दा माथि रहेको छ, जसले गर्दा यो सहरलाई विश्वको 10औं ठूलो सहरमा राख्न सकिन्छ। आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो कृपया एउटा कमेन्ट गर्नुहोला। अनि तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला ताकि आगामी दिनहरूमा पनि यस्तै जानकारीमूलक भिडियोहरू तपाईको लागि ल्याइराख्नेछु भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हाम्रो भेट अर्को भिडियोमा हुने नै छ। तबसम्मको लागि बिदा दिनुहोस्। जय नेपाल।